यसले साहित्य या सरासुया उलेज्यालिसे साहित्य वाचनीय ज्याजु जुगुदो सरासुया नाय सन प्रकाश चित्रकार्य सभा नायसु शनिबार कुटी सौगले दुगु चन्द्र सूर्य पुस्तकालय जुगु ज्याझोले सरासुया उलेज्या राष्ट्रिय मेचोया दिम साहित्यकार व्याकुल माइला यानादिगो ख ज्याझोले साहित्य या सरासुया बारे नाय सन प्रकाश चित्रकार दाँभरी प्रेम महर्जन दुज दिल बहादुर चित्रकार दुयु पुनः जानकारी ब्यादिगो ख आठौं साहित्य सरासुया बलिष्ठ यानको नापाएको दिन जुल ठोला छिपिन्छ भना त झी राजु ज्यान्याकमी राजुजी नठैदिल वठेनको दिलबार दुयु बोन नठैदिल अब जी कना जी ढ्याचन माउ खन अवश्य न जी टाका मदना छाटा गासा साहित्य सरासु उख्न जन्म जुल केरे ठुलिएको गइ भिडिया जी साहित्य लागि न ठुङ्या माटे जी सो जी पासपिन के थो मने उडुडी दूर जाते तो थों बलिष्ठ दूर ल आजिन्छ फया फट्टे चिता निरन्तर दियो निरन्तर यनाउने वो सोच तयार ना आ सुना मोक्सान दिन्छ सोला छक जिसा ठरे वरिष्ठ साहित्यकार पनि बाजुमे बिनु त बना जी साहित्य वाचन दिया हो दिन्छ निमन्त्रण नदी मलाई छिपिन्छ चाया थर पनि उछिना ख आएको मेमेको चिपाख्न थिएन छिपिन्छ नेवाडी लिउ जी आज कयाजना ठो चन्द्र सूर्य पुस्तकालय या ठो डौले चाहिँ ज्याजो चाहिँ यहाँ चाहिँ चौँदला ठो चन्द्र सूर्य पुस्तकालय चाहिँ भयो गयोक्ति चाहिँ संस्था चाहिँ टाइपला ठो राजु जिपी अले पासपिन चौगुरु दो उगक मध्य जिन ठया चन्द्र सूर्य पुस्तकालय डौले न चाहिँ जिपी चाहिँ साहित्य सङ्गीत अभिनय चाहिँ क्षेत्र चाहिँ तयार चाहिँ जोकिन चाहिँ ख या चाहिँ ठो राजमा चाहिँ टस्क लुमङ्गा चाहिँ झेठो कुटी सौले चाहिँ साहित्य खेला चाहिँ अब चाहिँ मेमेको चाहिँ खेला चाहिँ यको चाहिँ मनोट साहित्य खेला चाहिँ फ्रिज मनोट मगाट चाहिँ साहित्य खेला न चाहिँ फ्रिज चाहिँ वेमाला चाहिँ तयार ठया उद्देश्य चाहिँ तयार चाहिँ रातमा छ चाहिँ प्रस्ताव चाहिँ हो चाहिँ होला चाहिँ कुटी सौला न चाहिँ छ चाहिँ साहित्य छ चाहिँ संस्था चाहिँ गठन याना अहिले चाहिँ यहाँका चाहिँ लिपा साहित्य खेला चाहिँ न्याउन फेमा चाहिँ तयार चाहिँ अब रातमा चाहिँ याद जी शिक्षा चाहिँ मलाई जी सहभागी दिन आएको चौमिया सहभागी जिता चाहिँ ठाकुर धोनी जिन्छ भटिया चाहिँ सरेन उहाँ चाहिँ न्यामिपा अझै हो असार 8 गते शनिबार जी अशोक पार्टी पाले से ये ले अनसकस्रन झाडा इनाबिना उगे नबन ठ पस्पिन बना झाडा इनाबिना अथे साहित्यकार व्याकुल माइला सरासुया त पिन्तुना देछना दिएको ख बलिरहेको दियोमा चाहिँ तेल थप्ने काम चाहिँ भइरहेको अवस्था है अग्रज पुस्ताको सम्मान नयाँ पुस्तालाई प्रेरणा दिने बाटो देखाउने काम हामीले गर्नुपर्छ अघिल्लो पुस्ताका स्रष्टाले जे जति गर्नुभयो अब त्यतिले पर्याप्त हुँदैन अझै पनि गतिशील भएर अगाडि बढ्नुपर्ने हुन्छ हैन त्यसको लागि हाम्रो यो समयमा यस्तै किसिमको कामहरू गरेर आफ्नो एउटा जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ अत्यन्त महत्त्वपूर्ण कुरा हो सचिवज्यूले भन्नुभयो यो संस्थाको अर्थको बारेमा पनि भनिदिन्छु भनेर हैन मैले सोधेँ अस्ति आउनुभयो अनि हाम्रो राजुगुरु र दुईपुताई आउनुभयो र मैले सोधेँ साह्रै राम्रो चाहिँ तपाईँको संस्थाको जुन लोगो डिजाइनदेखि लिएर मलाई चाहिँ नाम असाध्यै राम्रो लाग्यो भनेर भने यसको अर्थ के हो भनेको सुरुमा अब राजुगुरु भन्छु म चाहिँ अब उहाँ मेरो जिल्लामा मेरो गाउँमा यति धेरै कार्यक्रम चाहिँ गर्छौँ लोक सांस्कृतिक नाच कार्यक्रम है यहाँबाट चाहिँ हामी उहाँको कला हैन लुजिया कला कुञ्जबाट चाहिँ हामी कलाकार लान्छौँ है
त्यहाँ धिमी भन्नुहोस् कुमारी नाच भन्नुहोस् कि एउटा नयाँ अत्यन्त राम्रो घिन्ताङ देखि लिएर अनुप डङ्गोल भन्ने हुन्छ अर्को गुरु हुन्छ उहाँलाई लगेर त्यहाँ सबै न्याउरी नृत्यहरू हामी प्रस्तुत गरिरहेका हुन्छौँ गाउँमा र यी नानीहरूले नाच्दा यी राईहरूले नाचिरहेको हो भन्ने थाहा हुँदैन वेशभूषा होइन अनि गीत होइन अस्ति मेरो नाममा फुटबल कार्यक्रम हुन्छ त्यहाँ त पुरा चाहिँ माथि ओखलढुङ्गाको चाहिँ मेरो गाउँको सिरानदेखि लिएर खोटाङको जयराम बजारसम्मै हामीले चाहिँ धिमे बजाएर बाजा बजाएर होइन लाखे नाच हामीले प्रदर्शन गरेका थियौँ। ज्याजोलेप सुरेश प्रधान साके सुरेन बोच्छबहादुर अमात्य निजिरो श्रेष्ठ लगायत साहित्य रचना पाठ्याना दिगो खा सन्ततिया चाकुमाको लाता बागमती बिस्मतिया यचुगु लसुत सन्ततिया चाकुमाको लाता बागमती बिस्मतिया यचुगु लसुत बिराङ्गना जिम्मा सन्ततिया चाकुमाको लाता बागमती विष्णुमतिया यचुगु लसुत बिराङ्गना जिम्मा मेरो हिमदुगु अमुक द्यय किपा अङ्गले तिकल माका कोतय लिचो हिमदुगु अमुक द्यय किपा अङ्गले तिकल माका कोतय लिचो जमाना व्यापार थियो बलात्कार या टोहले भाटिया व्यापार लजगाया टोहले कलाय व्यापार पूंजीवाद व कम्युनिस्ट शासन भया विचार व सिद्धांत व्यापार प्रेमीय व्यापार धर्मीय व्यापार देशभक्त व राष्ट्रवादी तोतया देशीय व्यापार ठगो जन्म व्योम मातृभूमिय न व्यापार ठोमुनसं त्वा दिशावया चटिया आनिउ चित्तगण हछारब्याल बसन्त चित्तगण हछारब्याल बसन्त सोपु बिहारी शुद्ध व्यापारी बुखोमी रविना हो यके पिनी सकल जबिना प किजा रवि या सस खलन इले ठंग होला सक्ष्या मामाको जायना जन लकस लस्क न्याय विशित नाचन सकल भाउमस्त व म्यामस्ते दोपट्टा साडी दोपट्टा हेगा नाप थी तिसाटिया जज ढाका वइजन बाजा या मागो जायाञ्जन आचार्य परिसाटका हम बाजा होम या नाचन काका सफेगु इजुल ट्याव रबिना हो वइ के पिन्त याउसी जंगु पतासे छडा छडा तयाटगु केबु छपास बाबिल एपी सकले लेले ताया केबु जनाचन नो मचाइ सचालिसे इन्सा पालम पापी संखया वाचन जुगो साहित्यकया नेपाल भाषा एकाडेमिया दुजा छ्याङजे डाक्टर पुष्पराज राजकर्णिका र समीक्षा याना दिगो खा साहित्य सरासु पुचयता पिन्तना देशैजना चिकपे एकको झाउने पेमा ठड्याचन बले छतनिताजी सुझाव न दिसे भ्यामास्ति हो जिसा यो कथा जाय यो चाहिँ खलाउ अले ज्या जोसा मजुसा छतानी त ज्याजको खटे मुक्ठै या मेउरेउ चाहिँ ठप्सा या फक्कु खदै ढाउ उइटा चाहिँ पुरानो याना हुनु जिगो ठाउँ व्यक्तिगत विचार नेनु खसा दिपाङो विचार जिता प्याचिता जिता ठाउँ खवेर होला केही साहित्य सरासु संस्थान शिल्पा सोन्यौ किताब पिकाओ अध्ययन अनुसन्धान याओ अनेक चाहिँ खबौडो या फसा बारा या मेटका चिकपिन्डजी डिस्करेज या तेनो मको जुसा दिया मको तर ठगु क्षमता इडन विचारने छ स्थिति विचारने छ फसा यान्ने छ जिमो चाहिँ सो काम न तो बालो वेगा मननारायण जोशी ज्याजो साहित्य सरासुया छ्याङजे राजु महर्जन न्याकदिको खा